भाग 292 को अन्त्यमा देखिएको त्यो दृश्यले तपाईहरुलाई पनि झस्काएको थियो होला। जब कान्छी तरकारी लिएर घर आउँदै गर्दा उनले बाटोमा आफ्नो दाइ र डमरीलाई देखेकी थिइन् भने आज हामी कुरा गर्दैछौं कान्छी सिरियल भाग 293 को बारेमा, जहाँ सबै रहस्य बिस्तारै खुल्दै जान्छन्। साथीहरु नमस्कार, स्वागत छ हजुरहरुलाई हाम्रो च्यानलमा। आज म कुरा गरिरहेको छु कान्छी सिरियल भाग 293 को पूरा रिभ्यू। यदि तपाईहरुलाई भाग 293 हेर्नु भएको छैन भने आजको भिडियो हेर्नु अघि त्यो भाग पनि हेर्न चाहिँ नभुल्नु होला, किनकि आजको कथाको आधार नै त्यहीबाट सुरु हुन्छ। जब कान्छी तरकारी लिएर आउँदै गर्दा जब उनले आफ्नो दाइलाई देख्छिन् अनि दाइ दाइ भनेर पछाडी गएर उनलाई आफ्नो दाइलाई पुकार्छिन्, तर तिनको दाइ भने खुसीले उनको कुनै पनि कुरा सुनेका थिएन। उनले आफ्नो सरासर आफ्नो बाटो हिँड्दै थिए अनि कान्छी पनि पछाडी फाला हालेर जान्छिन् अनि भन्छिन् दाइ दाइ भनेर पछि रोकिसकेपछि अन्त यति चिच्चाएर किन आएकी यहाँ हाम्रो पछाडी भनेर भन्छन्। अस्ति हजुरले पनि एयरपोर्टबाट नभन्दै गइहाल्नु भयो भनेर भन्छिन् अनि भन्छन् अस्ति हामी नभनेर गयो भनेर आज त चाहिँ हाम्रो पिछा गर्दैछस् भनेर भन्छन्। अनि हैन दाइ तपाईले यस्तो के गर्नु भएको, अर्काको श्रीमतीलाई यसरी हिड्ने हो, यस्तो गर्ने हो। हजुरले आफ्नो पहिलाको श्रीमतीहरुसँग डिभोर्स गर्नुहोस् कानुनी रूपमा, अनि डम्बरीजीलाई पनि उनको श्रीमानसँग डिभोर्स गर्न लगाउनुहोस्। अनि पछि सिंगल भएपछि त हजुरहरुले विवाह गर्नु अनि पछि हिड्न चाहिँ सुहाउँछ। अहिले चाहिँ डम्बरीजीको परिवार, श्रीमान, अन्य मानिसहरुले देख्दा उनको के होला, उनको बच्चा कस्तो अवस्थामा छन् भनेर भन्छिन्। अनि सन्तोष पनि भन्छन् तैले यो के भनेको, उनले आफ्नो बच्चाको बारेमा सब सोचिसकेकी छिन् भनेर भन्छन्। अनि यति भन्दैमा अनि कान्छीलाई सन्तोष चाहिँ रिसाउने गर्छन्। अनि कान्छीले भन्छन् हजुरले यस्तो के गर्नु भएको दाइ, पहिलाको दुईवटा भाउजूले पनि यस्तो गरे, हाम्रो घर परिवारको इज्जत माटोमा मिलाउन चाहनुहुन्छ हजुर, बुढिएको आमा बुबालाई रुवाउन चाहनुहुन्छ भनेर भन्छिन्। अनि तिनका दाइले चाहिँ भन्छन् मैले कहाँ रुवाउन खोजे भनेर भन्छन्। अनि पछि केही गलत भयो भने तपाई नै जिम्मेवारी लिनु भनेर भन्छन् भनेर अनि ठुले चाहिँ रिसाउँदै जान्छन्। अनि कान्छी पनि आफ्नो घर बाटो लाग्छन्। अनि कान्छी बाटोमा सोध्दै गर्छिन् यो के भइरहेछ यो ठुल दाइलाई, आजकल त जब त यो कौडीकी केटी पाइ भन्दैमा उनले हामीहरुसँग नाता नै तोड्ने भनेर अचम्म मान्दैछिन्। अनि उनले भन्छिन् के यो यस्तो के गर्दै हुनुहुन्छ दाइ भनेर सोचिरहेकी हुन्छन्। उनको मनमा धेरै कुराहरू खेलिरहेका हुन्छन्। उनी बाटोमा जाँदै गर्दा उता भने उनको साउजीको बुबा चाहिँ अहिलेसम्म कान्छी कहाँ गएकी होली भनेर उनका बुवा चाहिँ तडपिएका हुन्छन्। किनभने उनको बुवालाई सूर्य उदाइसकेपछि खाना खाने बानी रहेनछ, त्यसैले उनले रिसाएर भन्छन् तिमी अहिलेसम्म कहाँ गएकी छियौ भनेर भन्छन्, कान्छीलाई रिसाउने गर्छन्। ढिलो आएको कारणले गर्दा कान्छीका साउका बुवा चाहिँ कान्छीलाई रिसाउने गर्छन्। अनि तिमी यति ढिलो किन आएको भनेर भन्छन्, सरी बुबा मलाई माफ गरिदिनुहोस्, मैले दाइलाई भेटाएको थिएँ त्यसैले एकछिन म दाइसँग अलमल लिएँ भनेर भन्छिन्। अनि एक काम गर्ने मान्छेले पनि यस्तो गर्ने हो भनेर रिसाउन थाले। अनि त्यसपछि अब खाना केही बनाउनु पर्दैन भनेर भनिरहेको थिएँ। अनि कान्छीले हुन्न नाइ बुबा म बनाउँछु, यति धेरै चुलाहरू छन्, एकैचोटिमा खाना पाकिहाल्छ नि भनेर कान्छी खाना बनाउन जान्छन्। अनि ती साउ चाहिँ गइहाल्छन्। अनि उता भने कान्छीका साउ र सलिना भने दुईटा उता मलाई माफ गरिदिनु भन्दा सलिनाले उनले यस्तो नभन्नु भनेर भन्छिन्। अनि दुईजनाले आफ्ना माया विरतिका कुराहरू गर्न थाल्छन्।
अनि उनीहरू अब के हुन्छ सर, मैले तिमी यस्तो राम्रो रहेछौ मान्छे, म तिमीलाई आफ्नो बुबालाई गएर भन्छु, अनि पछि तिमीसँग तिम्रो मनमा लागेको सबै कुरा पुरा हुन्छ भनेर भन्छन्। अनि त्यसपछि सलिना खुसी हुँदै अँगालो मार्छिन्, दुवैजना अँगालो मार्दै खुसी हुन्छन्। साथीहरू हेर्नुहोस्। अनि त्यसपछि त्यो कुरा भइसकेपछि तिनीहरू कुरा गर्छन् त्यहाँ सबै। सागरले मलाई भन्यो तिमी यति राम्रो रहेछौ, तिमीले मलाई पाउनुको लागि एउटा चिज चाहिँ बिर्सनुपर्छ भनेर भन्छन् उनका सलिनाका लभरले। अनि भनिसकेपछि अनि हुन्छ के हो सर भनेर भन्छन्। अनि तिमीले चाहिँ सागरलाई माया गर्न चाहिँ भुल्नुपर्छ भनेर भन्छन्। अनि हुन्छ सर, मैले त उहिले नै सागरले जुन दिनदेखि मलाई उ गरेको थियो त्यस दिनदेखि मैले सागरलाई माया गर्न छोडिहालेँ भनेर भन्थे। अनि म त सागरका पछि म कोही सहारा दिन्छ कि भनेर म त त्यो सागरका पछि लागेको थिएँ भनेर भन्छन्। अनि अब चाहिँ तिमीले यस्तो गर्नु हुँदैन भनेर भन्छन्। हस् भन्छन्। अनि त्यसपछि दुवैजना कुराकानी गर्छन्। अनि तिमीले चाहिँ अब कहिले पनि रुनु हुँदैन, तिमीले चाहिँ फोन गर्दा मलाई भेट्न आउँदा सधैँ हाँस्नुपर्छ, रुनु हुँदैन भनेर भन्छन् उनका साउ। अनि उनले पनि हुन्छ हस् भनेर भन्छन्। अनि उनीहरू अँगालो मार्दै रात परिहाल्छ। अनि त्यसपछि ढिलो भयो जाम हिँड भनेर दुवैजना जान्छन्। हस् त साथीहरू, आजको भाग यति नै रहेको छ। अर्को आउने कान्छी सिरियलको भाग 294 को रिभ्यू लिएर आउनेछौँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा गएर लेखिदिनु होला। अनि यो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हस् त, नमस्कार साथीहरू। तैँले त अति नै गरिस्, त चुप लाएर यहाँबाट गइहाल त। उनले आफ्नो बच्चाको विषयमा, आफ्नो विषयमा सबै कुरा सोचिसकेका छन्। उनी तँभन्दा धेरै जान्ने बुझ्ने। तैँले सिकाइरहनु, सम्झाइरहनु पर्दैन। तेरिका घाम हस्ताइसक्यो। घरमा यस्तो लठा बजार काम छोडेर गएपछि कमसेकम बेलैमा फर्किनुपर्छ नि। कहाँ गयो होला? पनि कस्तो टेन्सन देख्यो यो कान्छीले आजकल। त्यही भने बुवा, यतिखेर त आइपुग्नु पर्ने हो। कुनै समस्यामा पो पर्नु भएछ कि? ठिकै छ बुवा, म बनाउँदै गर्छु नि। पर्दैन, मैले किन बनाउने खाना? मैले चाहिँ पढ्नु पर्दैन? उसले खाना बनायो भनेदेखि तैँले पढ्न पाउँछस् भनेर उसलाई काममा राखे होइन? अब ऊ हुँदा हुँदै तँलाई म चाहिँ खाना बनाउनु दिउँला त? जा पढ्छ। होइन बाउजू, आउन कति टाइम लाग्ने हो, म बनाउँदै गर्छु। हेर्न फेरि जिद्दी गरे पर्दैन भन्छु। जतिखेर आउँछ त्यही कान्छेले बनाउँछ के? जा खुरुको गएर पढ। जान, जिद्दी नगर, जा गइहाल। हवस् बुवा। कान्छी, के गरे तिमीले यो? के गरेको के? घाम बस्ताएपछि म खाना खान्न। चुलोहरू धेरै छन्, म फटाफट खाना बनाइहाल्छु बुवा। मैले आज गल्ती गरेँ, मलाई माफ गरिदिनुहोस्। माफ मागिरहनु नै पर्दैन सलिना। मात्र सागरलाई माया गर्न छोडिदिए पुग्छ। छोडिसके। जुन दिनदेखि मैले हजुरलाई मन पराउन थालेँ त्यो दिनदेखि मैले सागरलाई माया गर्न छोडिदिसकेँ। म त्यति बेला बेसहारा थिएँ, मलाई सहारा चाहिएको थियो। सागरले मलाई सहारा दिन्छ कि भनेर म उसँग नजिक हुन खोजेकी थिएँ, तर उसले मलाई गलत बुझ्यो। अनि त्यति बेलादेखि नै मैले उसलाई वास्ता गर्न छोडिदिसकेँ। सलिना, तिमीले सागरलाई वास्ता नगर्ने,
कुरी नगर्ने गर्नुपर्छ जस्तो लाग्दैन मलाई। उसले तिमीलाई साथीको दृष्टिकोणले निकै माया गर्छ। ऊ विवाहित भएको कारणले परिवारसँग सम्बन्ध बिग्रिन्छ कि भनेर टाढिन खोजेको जस्तो मात्रै गरेको। आज पनि उसले तिम्रो बारेमा निकै राम्रो कुरा गरेको थियो। नराम्रो कुरा गर्नलाई त मैले कहिल्यै नराम्रो गरेर हिँडेको भए पो उसले मेरो बारेमा नराम्रो भन्न सक्थ्यो त। ए हजुरलाई मेरो विश्वास नलागेर मेरो बारेमा सागरसँग सोधेर मलाई भेट्न आउनुभयो होइन? यदि सागरले हजुरलाई मेरो बारेमा नराम्रो भनेको भए हजुर मलाई भेट्न पनि आउनु हुँदैन थियो। कस्तो कुरा गरेकी सलिना। अब बिहे जस्तो कुरा म कसरी फ्याट्ट निर्णय लिन सक्छु? अब सागर तिम्रो पुरानो साथी, तिम्रो बारेमा सबै कुरा सागरलाई थाहा छ। त्यसैले उसँग कुरा बुझेको नि। त्यसो भए अब के हुन्छ त? अब तिम्रो र मेरो सम्बन्धको बारेमा म बुवासँग कुरा गर्छु, अनि तिमीले जे चाहेकी छौ त्यही हुन्छ। के अब साँच्चै हाम्रो बिहे हुन्छ त? हुन्छ, तर तिमी फोनमा होस् या भेटमा होस् कहिले पनि रुने छैनौ। हस्। रात पनि धेरै भइसक्यो, अब जाऊ। हस्।